नमस्ते एभ्रिवान, म विकी कलवार। वेलकम टु माई कोड एन्ड कन्ट्रोल युट्युब च्यानल। यदि तपाईँ बिगिनर हुनुहुन्छ र टेक जर्नी स्टार्ट गर्न चाहनुहुन्छ भने यो च्यानल तपाईँहरूको लागि पर्फेक्ट छ। लाइक सब्सक्राइब गरेर हामी यो भिडियोलाई अगाडि फरवर्ड गरौँ। के तपाईँ कन्फ्युज हुनुहुन्छ एप डेभलपमेन्ट पढ्ने कि वेब डेभलपमेन्ट पढ्ने? एकतिर साथीहरूले भन्छ एप डेभलपर बनेपछि पैसा धेरै आउँछ, एकतिर युट्युबले भन्छ वेब डेभलपमेन्ट पढेपछि फ्युचर ब्राइट हुन्छ। आजको टपिकमा म यो दुवै भर्सेस एप डेभलपमेन्ट र वेब डेभलपमेन्टलाई म क्लियर गर्छु, जसले कारण तपाईँहरूलाई सजिलो हुन्छ कुन चोइस गरेर अगाडि बढ्दा राम्रो हुन्छ। आजको टपिकमा हामी के कभर गर्नेछौँ जुन स्क्रिनमा भिजिबल हुन्छ, के डिफरेन्सहरू, मार्केट डिमान्डहरू, अनि स्यालेरी, अनि ल्यापटपको पर्फर्मेन्स, कुन सिस्टममा हामी रन गर्न सक्छौँ, यो सब कुरा हामी अगाडिको भिडियोमा पुरा राम्ररी एक्सप्लेन गर्नेछौँ अनि तपाईँहरूलाई पनि क्लियर हुन्छ। त्यसो भए माथिको टपिकलाई अब हामी एक्सप्लेन गर्न गइरहेको छु डिफरेन्सहरू। यदि तपाईँ क्रोममा गएर फेसबुक लगइन गर्नुहुन्छ अनि त्यसलाई युज गर्नुहुन्छ, त्यो हाम्रो वेब डेभलपमेन्ट भइसक्यो। अनि यदि तपाईँ प्ले स्टोरमा गएर इन्स्टाग्राम सर्च गरेर अनि त्यसलाई डाउनलोड गर्नुहुन्छ भने त्यो हाम्रो एप डेभलपमेन्ट हो। यो हाम्रो एउटा सानो डिफरेन्स हो जसका कारण हामी बुझ्न सक्छौँ एप डेभलपमेन्ट र वेब डेभलपमेन्ट के हो। केही स्किल रिक्वायर्डहरू छ जसका कारण हामीले एप डेभलपमेन्ट र वेब डेभलपमेन्ट सिक्न सक्छौँ। वेब डेभलपमेन्ट सिक्नको लागि हामीलाई सबभन्दा पहिला HTML, CSS, जाभास्क्रिप्ट र त्यसपछि रियाक्ट, नोड.js, MongoDB आउनु पर्यो, जसका कारण हामी एउटा राम्ररी फुल स्ट्याक वेब डेभलपमेन्ट बनाउन सक्छौँ। र एप डेभलपमेन्ट सिक्नको लागि हामीलाई जाभा, कोटलिङ, फ्लटर, स्विफ्ट यी सब कुरा आउनु पर्यो, जसका कारण हामी कुनै पनि एउटा राम्ररी एप बनाउन सक्छौँ। नाम सुन्दा नै हेयरटेक आयो भने वेलकम टु प्रोग्रामिङ वर्ल्ड। हामीले आफ्नो स्किल मार्केट डिमान्डले सिक्न अति नै आवश्यक छ, जसका कारण म बताउँदैछु बिजनेसमा, स्कुलमा, ट्युसनमा, कलेजमा वेबसाइटको अति नै जरुरी। त्यो बनाएपछि हाम्रो स्किल अलि अपग्रेड हुन्छ र अर्निङ अलिक छिटै हुन्छ। तर एप डेभलपमेन्ट अलिक गाह्रो हुन्छ र त्यो सिक्न पनि अलिक अप्ठ्यारो हुन्छ बिगिनर्सहरूको लागि। त्यसैले म सजेस्ट गर्छु वेब डेभलपमेन्ट सिक्नको लागि हामीले केही बेसिक ल्यापटप रिक्वायरमेन्टहरू बुझ्नु पर्यो, जसका कारण फ्युचरमा केही प्रब्लम नहोस्। वेब डेभलपमेन्ट सिक्नको लागि हाम्रो नर्मल पीसीले या ल्यापटपले पुग्छ, तर मिनिमम रिक्वायरमेन्ट के हुनु पर्यो वेब डेभलपमेन्टको लागि? i3 प्रोसेसर हुनु पर्यो, अनि SSD हुनु पर्यो, अनि 8GB ऱ्याम हुनु पर्यो। अनि त्योभन्दा नि कम भएपछि पुग्छ। त्यो बिगिनर वेब डेभलपमेन्टको त्यति पर्फर्मेन्स हाई हुँदैन, त्यसैले हामी त्यसमा डेभलप गर्न सक्छौँ। तर एप डेभलपमेन्टको अलि त्यसको टुल्स हेभी हुन्छ अनि त्यो अलि हेभी पावर कन्ज्युम गर्छ, जसका कारण हामीले त्यसको मिनिमम प्रोसेसर i5 हुनु पर्यो कि स्मुथ पर्फर्मेन्स होस्, SSD प्रोपर हुनु पर्यो, 8GB ऱ्याम हुनु पर्यो। त्यसैले यो कुरा हामीले क्लियर हुनु पर्यो कि कुन सिस्टम लिएर हामी युज गर्दैछौँ। त्यसैले बिगिनर स्टुडेन्टको लागि वेब डेभलपमेन्ट सिक्न सजिलो हुन्छ, तर पछि गएर सिस्टम अपग्रेड भएपछि एप डेभलपमेन्ट सिक्न पनि अलि सजिलो हुन्छ। अब कुरा गरौँ सबैको फेभरेट टपिक स्यालेरी। सुरुमा एउटा कुरा क्लियर गरौँ, स्यालेरी हाम्रो डाइरेक्टली स्किलमा डिपेन्ड पर्छ। जति स्ट्रङ स्किल त्यति स्ट्रङ अर्निङ। स्टार्टिङ फेजमा एउटा वेब डेभलपरले डिसेन्ट अर्निङ गर्न सकिन्छ। फ्रिल्यान्सिङ र इन्टर्नसिप अपर्च्युनिटी अलिक बढी पाउँछ कम्पेयर टु एप डेभलपरलाई, अनि स्टुडेन्टले पार्ट टाइम अर्निङ पनि गर्छ। सेकेन्ड फेजमा एप डेभलपरले स्टार्टिङ स्यालेरी अलिक बढी हुन्छ, तर इन्ट्री अलिक कठिन हुन्छ, टुल हेभी हुन्छ, प्रोजेक्ट कम्प्लिसिटी अलिक बढी हुन्छ। सिङ पर्सपेक्टिभबाट हेर्दा वेब डेभलपमेन्टबाट छिटो अर्निङ स्टार्ट गर्न सकिन्छ, किनभने स्मल बिजनेसलाई वेबसाइट चाहिन्छ, पोर्टफोलियो प्रोजेक्टबाट क्लाइन्ट पाइन्छ, स्मल प्रोजेक्टबाट अर्निङ पोसिबल हुन्छ। एप डेभलपमेन्टमा क्लाइन्ट पाइन्छ, तर वेब डेभलपमेन्टमा अलिक छिटो क्लाइन्ट पाइन्छ। दुवै फिल्डमा अर्निङ अनलिमिटेड छ। स्किल स्ट्रङ भयो भने एप डेभलपमेन्ट होस् या वेब डेभलपमेन्ट होस्, दुवैमा अर्निङ अनलिमिटेड छ र कसैले रोक्न सकिँदैन। त्यसैले स्यालेरी हेरेर फिल्ड चुज नगर्नुहोस्, इन्ट्रेस्ट र कन्सिस्टेन्सी अझै इम्पोर्टेन्स हुन्छ। ट्युटोरियल वाच गरेर कोही डेभलपर बन्दैन, त्यसैले प्र्याक्टिस गर्नुहोस्, प्रोजेक्ट बनाउनुहोस्। कपी पेस्ट गरेर कोही डेभलपर बन्दैन, नत्र भने सबजना ह्याकर हुन्छ। आजको पुरा भिडियो हेरेपछि अब तपाईँहरू भन्नुहोस् वेब सिक्ने कि एप सिक्ने? कमेन्टमा रिप्लाई गर्नुहोस्, म त्यसलाई पर्सनली रिप्लाई गर्छु, अनि त्यो रिप्लाईले अलिक क्लियर हुन्छ कि कुन लिएर पढ्दा अलि फ्युचरिस्टिक राम्रो हुन्छ हाम्रो लागि। Until then, keep learning and keep coding. This is Code and Control All signing up with you.